हाई गाइज नमस्ते, स्वागत छ तपाईहरुलाई मेरो भिडियोमा। र आज चाहिँ हाम्रो यहाँ लास्ट वेलफेयर प्रोग्राम छ दिदी बहिनीहरुसँगको। अनि लास्ट प्रोग्राम हो नि त, अनि मेमोरिज पनि हुन्छ भनेर यो भिडियो बनाएको हो। अनि प्रोग्राम चाहिँ अहिले साँझ छ अनि 4 बजीबाट छ। अब म रेडी हुन्छु हैन। अनि पहिला त सोचे कुन चाहिँ साडी लगाऊँ भनेर हैन, फेरि मेरो पास मेखला ज्यादा थियो। अनि अब आसामको भएपछि त आसामिस मेखला ज्यादा त लगाउनु पर्यो हैन गाइज। अनि म अब डाइरेक्ट रेडी भएर भेट्छु ल। अनि त्यहाँ प्रोग्रामको अलिअलि भिडियो बनाउँछु अनि त्यही हाल्ने छु। अनि भिडियो हेरेर मन पराइदिनु हुन्छ भनेर आशा राख्दछु। ल गाइज, म रेडी भइसके। अब हामी निक्लिँदै छौँ र टाइम पनि हुन लाग्यो। अब म त्यही प्रोग्राममा गएर हजुरहरूलाई देखाउँछु है। ल यो कलरले मलाई कस्तो देखेछ गाइस। म चाहिँ रेडी भएर आइपुगेँ प्रोग्राम हुने ठाउँमा। र प्रोग्राम चाहिँ हाम्रो बिल्डिङको तलै थियो पार्कमा, त्यही लागि जल्दी भयो। र यहाँ 1-2 जना दिदीबहिनीहरू आउनु भएको रहेछ, उहाँहरूलाई हाई गर्नु लगाए। अनि यहाँ हेर्नु मेरो पिछेको सबै सिट खाली छ। र जसको प्रोग्राममा नाम थियो उहाँहरू चाहिँ आएर आफ्नो प्र्याक्टिस गरिराख्नु भएको थियो। अनि आज चाहिँ यहाँ अर्ग्यानिक होली बनाउने कम्पिटिसन थियो र सबैले आफ्नो प्लेट डेकोरेसन गरेर राम्ररी ल्याउनु भएको छ, सबैको राम्रो भएको छ हो। अनि म त्यही देखाउँदै थिएँ। र यहाँ प्रोग्राम चाहिँ स्टार्ट भएको थिएन किनभने म्यामहरूको आउने टाइम भएको थिएन। र यहाँ सबैजना लगभग आइपुग्नु भइसकेको छ। र अघि देखाउँदाखेरि चाहिँ खाली थियो सबै, र अहिले चाहिँ पुरा भर्ती भइसकेको छ। र यहाँ प्रोग्राम पनि स्टार्ट भइसकेको छ, सबैजना म्यामहरू पनि आइसक्नु भएको छ। र यहाँ दिदीले प्रोग्राम स्टार्ट गर्नु हुँदैछ एङ्करिङ। अनि सबसे पहिला चाहिँ बच्चाहरूको डान्स, त्यसपछि अरू प्रोग्राम। यहाँ गाना गाउने दिदीको नाम चाहिँ आरती हो। अनि दिदीले चाहिँ बहुत राम्रो गानुभयो, अलिकति इमोसनल पनि हुनुभयो किनभने अब सबैजना आफ्नो आफ्नो घर जाँदैछौँ, त्यही लागि हो। यहाँ चाहिँ 2-2.5 साल बस्दाखेरिको प्रोग्रामहरू जति पनि जे पनि भएको छ त्यो सबैको फोटो भिडियोहरू गरेर एकसाथ जोडेर देखाउँदै हुनुहुन्छ। यहाँ चाहिँ हेर्नु सबैजनाले आफ्नो आफ्नो स्न्याक्सको प्लेट लिएर खाइराख्नु भएको छ। अनि हामी चाहिँ लाइनमा लागिरहेको छौँ र लाइन चाहिँ बहुत लामो छ किनभने हामीलाई किन लेट भयो भन्दाखेरि हामीले चाहिँ फोटो भिडियोहरू गर्नु थाल्यौँ किनभने यो लास्ट वेलफेयर थियो र त्यही लागि मेमोरिजहरू हुन्छ भनेर सबैसँग फोटो भिडियोहरू लिँदै खाना लिनु चाहिँ नास्ता लिनु चाहिँ लेट भयो।
र यहाँ नास्ता गरिओरी हामी चाहिँ अहिले आइपुगेको छौँ। डान्स गर्नु यहाँ चाहिँ हुनुहुन्छ हाम्रो सियो म्याम साहब र साथमा दिदीबहिनीहरू र सबैजना मजाले नाच गाना गरिराख्नु भएको छ। ल गाइज म भर्खरै घर आइपुगेँ अनि जस्ट बसेको मात्रै छु अनि अहिले बज्दैछ 7 अनि हाम्रो वेलफेयर प्रोग्राम पनि खतम भयो। राम्रोसँगले बित्यो, रमाइलो भयो दिदीबहिनीहरूसँग है, नाच गाना सबै थोक राम्रो भयो। आज चाहिँ मैले नसोचेको अवार्ड पाएको छु अनि अवार्ड चाहिँ हो यो अनि सर्टिफिकेट यो हो अनि धेरै राम्रो लाग्यो। अवार्ड पाएर सोचेको पनि थिइनँ नि त, मैले अचानक पाएको हो नि त यो। अनि त्यही हो, आजको भिडियो म यहीँ खतम पार्छु। हजुरहरूलाई के कस्तो लाग्यो कमेन्टमा भन्नु होला। अनि भिडियो मन पर्यो भने लाइक कमेन्ट अनि मेरो फेसबुक पेजलाई फलो गरिदिनु होला। बाई गाइस।